हेलो साथीहरू, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानलमा तपाईँहरूलाई एकदमै धेरै स्वागत छ। अनि आज चाहिँ साथीहरू म बिहान कहाँ जाँदैछु भने तपाईँहरूले थाहा छैन होइन। म चाहिँ जाँदैछु मेरो पार्ट टाइम काममा। अनि मेरो चाहिँ आज बिहानबाट सिफ्ट छ कि अब दिउँसोतिर चाहिँ घरमै हुन्छु। अहिले बिहानमा चाहिँ थोरै टाइम यसो म चाहिँ आइपुगेँ काममा होइन। अब यहाँभित्रको यताउति चाहिँ केही पनि देखाउनु मिल्दैन। म चाहिँ अब ड्रेसहरू लगाएर आइसकेको छु घरदेखि नै। अब यहाँको ब्यागहरू राखेर अब म चाहिँ जान्छु। अब पछि भेटौँला है त। A few moments later. अहिले चाहिँ साथीहरू म चाहिँ पुरा मेरो सिफ्टको काम सकेर फर्किँदै हो कि मलाई चाहिँ क्या मजा लाग्छ कि म बिहानै जान्छु नि त मर्निङमा। अनि ठ्याक्क खाना खाने बेलामा घर आउँछु होइन। अनि घर आउँदा चाहिँ चट्टकै मिठो मिठो खाना पाकिराखेको हुन्छ। अनि खाने अनि रेस्ट गर्ने हो कि मेरो काम चाहिँ। अरू म आज दिनभरिमा के गर्छु म तपाईँहरूलाई देखाउँछु। उठ्न मात्रै गाह्रो हो, काममा गएर आउनु चाहिँ के जस्तो गाह्रो चाहिँ हुँदैन। अनि अहिले त साथीहरू गर्मी बढ्नु लागेको छ यहाँ त। बल्ल आज थाहा पाएँ मैले। अब यो ज्याकेट लाएर हिँड्न नि लाजै भइसक्यो। अनि म चाहिँ साथीहरू घरमा आएर पुरा खानासाना खाएर फ्रेस भएर पनि अब आफ्नो कामहरू गर्न लागिसकेँ कि मैले कपडाहरू धोएर सुकाइसकेको छु। अच्छा, ठीक है ठीक है ठीक है, समझ गया। तपाईँले देख्न सक्नुहुन्छ होइन। कपडाहरू धोइधाइ गरेर सुकाएँ। त्यसपछि अब घरको सरसफाइ पनि भ्याएँ। अब किनभने म बिहानै जान्छु नि त। अनि बिहानै गइसकेपछि अब कहिलेकाहीँ भ्याइन्न नि त घरमा बस्ने मान्छेले पनि। हुन त नि त्यो भएको भएर कहिलेकाहीँ चाहिँ दिउँसोमा यसो रहलपहल मैले पनि गर्छु। तर आधाभन्दा बढी काम त उहाँले नै मलाई सहयोग गरेर छोड्नुहुन्छ कि एकदम सजिलो हुन्छ त्यो भएको भएर। कामहरू छ अलिअलि गर्नु पऱ्यो। अनि यो बाहिरतिर चाहिँ आज 3 दिन भयो कि साथीहरू, 2-3 दिनै भयो कि पानी परेर यस्तो फोहोर भएछ कि यो बाहिरतिर चाहिँ। म चाहिँ अब सरसफाइ गर्छु। अनि अहिले चाहिँ साथीहरू हामी चाहिँ आमा छोरा भएर अनि यहाँ बच्चालाई खेलाउनको लागि पार्कमा जान लाग्दैछु कि म। अनि आज भने नि त मैले अघि नै कति धेरै दिनपछि घाम लागेको भएर अब सायद पार्कमा पनि बिजी नै छ होला, बच्चाहरू खेल्दैछ होला। म चाहिँ तपाईँहरूलाई यहाँ हाम्रो पार्कमा चाहिँ कति राम्रो साकुरा फुलेको छ कि। अनि जापानमा चाहिँ अहिले साकुराको सिजन हो नि त, त्यो भएको भएर एकदमै राम्रो साकुरा फुलेको छ। म पनि त्यो पनि देखाउँछु है तपाईँहरूलाई। आइसकेँ म चाहिँ पार्कमा। अहिले चाहिँ मजाले क्या अब बच्चाहरू कति धेरै दिनपछि यहाँ आएको भएर मजाले खेल्दैछन् नि त। अनि मेरो बाबु पनि उनीहरूसँग खेल्दैछ। म चाहिँ अब यहाँ बसेर अलिअलि भिडियो बनाउँछु भनेर सोचेको। अनि यो साकुरा चाहिँ अब देख्दा चाहिँ एकदमै राम्रो हुन्छ होइन साथीहरू। तर कति मान्छेलाई चाहिँ यो फुल्ने बेलामा चाहिँ यसको के त्यो सानो सानो त्यो के भन्छ फुलको त्यो सानो सानो टाइपको हुन्छ नि, ट्याक्कै भन्न पनि आएन। अरे कहना क्या चाहते हो? मलाई फुलको धुलोले मान्छेलाई चाहिँ एकदमै त्यो काफुन्सो भन्छ कि यहाँ जापानमा चाहिँ एकदमै त्यो आँखा नाक घाँटीहरूमा चाहिँ एकदम गाह्रो हुने, रुगाहरू के टाउको दुख्ने त्यस्तो हुन्छ कि। अनि यो चाहिँ मलाई चाहिँ भयो नै साथीहरू, खोइ किन हो, पुरानो नभएर हो कि जापानमा अलिक खाइ नसकेर हो कि जापानलाई होइन। तर यहाँ म्याक्सिममलाई चाहिँ हुन्छ। मलाई चाहिँ अहिलेसम्म भएको छैन। कस्तो राम्रो फुलेको छ कि हेर्नु न, हेर्नु त कस्तो राम्रो फुलेको। साथीहरू म चाहिँ अब गर्न लाग्दैछु साँझको खानाको तयारी। आज चाहिँ खानामा त्यस्तो स्पेसल केही पनि छैन। मेरो बच्चा हल्का के अरे रुगाहरू लागिरहेको छ, उसको लागि एकदम हेल्दी खाना प्लस मम्मीको लागि पनि हेल्दी खानाको तयारी गर्दैछु।
बच्चा लिएर पार्क गएँ नि त अनि आउँदाखेरि म प्राय म 7 साढे 7 बजीभित्रमा चाहिँ खाना बनाइसक्छु कि आज चाहिँ अलिकति ढिला भयो कि मलाई बच्चालाई पार्क लिएर गएँ पार्क लिएर आइसकेपछि उसलाई अब यसो गइदिने यताउति भइहाल्यो अनि आफू पनि फ्रेस हुँदा अनि पकाउन चाहिँ कहिलेकाहीँ ढिला हुन्छ होइन तर म चाहिँ पकाइसकेपछि धेरै साँझसम्म चाहिँ खाना त्यस्तो धेरै साँझमा चाहिँ नखाने भन्ने सोचेको छु कि किन चाहिँ खाना नखानेकै ठिक्क साँझ चाहिँ 7 देखि 8 बजीभित्रमा खाना खाइसक्छु भन्ने सोच छ साथीहरू मेरो त्यही भएर मैले बाबुको लागि चाहिँ दालमा के अरे दाल बनाएँ दालमा भेजिटेबलहरू हालेर मेरो लागि चाहिँ मैले बनाउँदैछु मेरो लागि पनि भेजिटेबल नै क्या अलिकति लाइट हल्का खाना खाएर सुतौँ भनेर अलिकति मेरो चाहिँ साथीहरू के भन्ने होइन मलाई चाहिँ एकदमै वेट लस गर्नु मन छ के तर सक्ने म कन्ट्रोलै नहुने हेर्नु यति खान मन लाग्छ अनि हजुरहरूलाई चाहिँ एकदमै के त्यो के खालको हो है मलाई चाहिँ अचम्म लाग्छ कि जब त्यो खान मन लागेपछि त लाग्यो हुन्छ कि मलाई चाहिँ मेरो चाहिँ त्यस्तो भएर 1-2 महिना चाहिँ खाना कन्ट्रोल गर्ने फेरि त्यसपछि नसक्ने फेरि खाने फेरि कन्ट्रोल गर्ने फेरि खाने त्यस्तो भइरहेको छ कि अनि गएको अघिल्लो महिना चाहिँ मैले हाफ मन्थसम्म चाहिँ एकदमै कन्ट्रोल गरेँ त्यसपछि चाहिँ मेरो कन्ट्रोलबाट त्यो मेरो बसको कुरा भएन कि मैले कन्ट्रोल गर्न सकेन खानेकुरा अरू केही खानु मन लाग्दैन हेर्नु साथीहरू खालि मलाई चाहिँ त्यो रामेन आइटमहरू के त्यस्तो मात्रै खान मन लाग्ने होइन अनि त्यो सम्झेपछि त त्यो आफूलाई कन्ट्रोल गर्नै नसक्ने कि कति बेला खाम जस्तो हुने अनि मैले चाहिँ आफ्नो मन मारी के गर्ने भनेर अनि आधा महिनाबाट चाहिँ मेरो डाइटको चाहिँ मैले त्यो हेल्दी खाना छोडिदिएँ कि त्यही रामेनहरू खाने गरेँ अब अहिलेको महिनाको यो 4को महिनादेखि चाहिँ एकदम आफूलाई चाहिँ अब यो मन्थबाट चाहिँ एकदमै हेल्दी खाना खान्छु भन्ने सोचेको छु थाहा छैन कहाँसम्म खान सक्छु सक्दिनँ होइन अनि तपाईँहरूको चाहिँ कतिजनाले यस्तो गर्नुहुन्छ सायद यस्तो त गर्नु हुँदैन होइन मलाई थाहा छ झन् त्यो वेट लस भन्दा पनि बढी वेट गेन हुन्छ यस्तो गर्यो भने चाहिँ तर पनि त्यो कन्ट्रोलै नहुने के कसरी कन्ट्रोल गर्ने होला मान्छेहरूले कसरी कन्ट्रोल गरेर आफूलाई फिट राख्नुहुन्छ होला होइन म त सक्दिनँ फिट हुनु भन्दा पनि मलाई चाहिँ फिट हुनु चाहिँ पर्ने छैन होइन मलाई चाहिँ आफू हेल्दी हुनु मन छ कि अब फिट भन्ने कुरा त अब हुँदै गरौँला होइन अब आफ्नो स्वास्थ्यले साथ दिए त फिट भन्ने कुरा त भइहालिन्छ मलाई चाहिँ फिट हुनु मन छैन कि साथीहरू मलाई चाहिँ हेल्दी हुनु मन छ अनि त्यो भएको भएर मैले चाहिँ साँझमा सकेसम्म चाहिँ हेल्दी खानेकुराहरू खाम भन्ने सोचिराखेको छु आज 2 दिन भयो अब हेरौँ कतिसम्म कन्टिन्यू गर्न सक्छु अनि हेल्दी खाँदा वेट लस हुन्छ भने त झन् राम्रो भएन होइन साथीहरू राम्रो के मलाई त एकदमै दुःख गर्न मन लाग्दैन कि अनि यस्तो मान्छेको वेट लस हुन्छ कि हुँदैन होला साथीहरू यदि तपाईँहरूले कतिजनाले त्यसरी खाएर पनि वेट लस गर्नुभएको छ उहाँहरूले चाहिँ भनिदिनु होला है मलाई साथीहरू मेरो चाहिँ लगभग आज दिनभरिको काम सक्यो कि मैले साँझको खानासाना बनाइवरी पनि खाइसकेँ अब बच्चालाई पनि खुवाइसकेँ लगभग नर्मली दिनहरू चाहिँ मेरो यसरी नै बित्छ होइन अब परदेशको ठाउँमा त्यही त हो अब साथीसँगै भेटघाट चाहिँ त्यति साह्रो हुँदैन कि एकदमै केही विशेष दिन नपरिकन त्यस्तो भेट्ने यताउति चाहिँ हुँदैन कहिलेकाहीँ चाहिँ अब अचानक भेट पनि भइन्छ होइन अनि मेरो दिन त यसरी बित्यो साथीहरू अनि आज एकदमै राम्रो भयो साथीहरू अनि तपाईँहरूको दिन चाहिँ कसरी बिताउनु भयो आशा गर्छु तपाईँहरूको दिन पनि एकदमै राम्रो बित्यो होला भनेर अनि साथीहरू एउटा कुरा होइन तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने भिडियो लास्टसम्म हेरेर च्यानललाई सब्स्क्राइब भिडियोलाई लाइक र सेयर गर्न बिर्सिनुहुन्न भन्ने आशा राख्दै यो भिडियो चाहिँ आज यहीँ एन्ड गर्न चाहन्छु सी यू सुन नेक्स्ट भ्लग बाई बाई